हामी यहाँसम्म जङ्गलको बाटो हुँदै आएका छौँ। वरिपरि डाँडा अनि हरियो वन जङ्गल निकै नै शान्त। बिहानीको चिसो हावा र जङ्गलको सुगन्धले यात्राको प्रत्येक क्षणलाई नयाँ अनुभूति दियो। यात्रा गर्दै जाँदा लाग्थ्यो जङ्गलले आफूभित्र लुकेका कथा हामीलाई बिस्तारै सुनाइरहेको छ। जङ्गलको बाटो कतै पक्की त कतै कच्ची उकालो बाटो पार गर्दै हामी आइपुग्यौँ रामकोट डाँडा, जसलाई कालु पाण्डे डाँडा पनि भन्ने गरिन्छ।